अरे यस्तरी लाइट बाला तरुनी गर्न हेर्ने इनले के खोल्न हेर्नु लाग्छ साथीहरू मैले आज यो सागर सरले एउटा पार्सल मगाउनु भएको छ म त्यसलाई खोल्दैछु के रहेछ र भनेर भित्र के रहेछ र भनेर म एक्साइटेड छु कि यो खोल्नलाई तर मैले यो काट्नै सकेको छैन अहिले देख्न सक्नुहुन्छ तपाईँहरूले पनि एकचोटि त पछाडिको अरू खोला खोला छिटो खोला नज गराउनु न म नि कति एक्साइटेड छु अनि यो खोल्दै खोल्नुमा त म के गराउँ देख्न सक्नुहुन्छ साथीहरू मैले खोलेर भ्याउन आँटेँ आँट्न त आँटेँ साथीहरू निकाल्न सकेन हुन्न यस्तो खाली हो त्यस्तो गर सामान मगाउनु भएको रहेछ र सागर सर त दामी डबल प्याकिङ रहेछ र पो रहेछ पनि यसलाई हेर्नु पऱ्यो नि त पहिला यस्तो हुन परोस् भित्रबाट खोलिहाल न कस्तो जस्तो हो नि त क्यारी गर्ने जस्तो इस यहाँ देख्न सक्नुहुन्छ साथीहरू मेरो नाकबाट च्याटो ऐसा नहीं कहाँ ऐसे इधर से ऐसा ऐसे खींचो ना ऐसे इधर से इसको इधर खींचना किधर खींचने का खींचो ना चार्जर इसको चार्जर यस्तो हुँदै छ चार्जर दुईटा चार्जर हुँदै छ है त्यतिकै दुईटा चार्जर हुँदो रहेछ है हामी चाहिँ ओइ दुईटा यसको दुईटा पो हुँदो रहेछ तपाईँ वाउ देख्नुस् त दुईटा ठ्याक्कै सानो पुन्टे टेप रेडियो जस्तो ठ्याक्कै भएको रेडियो जत्रै कि छ यो यताबाट लाइट पनि यतातिर बोल्दो रहेछ साथीहरू लाइट बोल्दो रहेछ चार्ज गर्ने होला बिचबाट टक्क लाएर यस्तो गरिकन हिँड्ने भुन्टुङ पारेर दामी देख्दो रहेछ गोरु रहेछ नि कति हो म बालेर देखाउँछु यो फेरि के हो साथीहरू त भित्रबाट यसको त धेरै खाले रहेछ यसको बटन चाहिँ यस्तो यसको फेरि पाता कति दामी हो नि त हेर्न सक्नुहुन्छ साथीहरू कति दामी छ यसको सोलर रहेछ नि त यो त सोलर यो पनि बेच्छ यसको फुल यो भयो दामी बोल्दो रहेछ त अब त्यतिबाट रहेछ नि टिक्की त्यति यस्तो टेन्सनै भएन नि यस्तो दामी बोलाउँदो रहेछ खै लाइट बन्द गराउँ त भन त गर्नु अब लाइट गयो नि तिम्रो टिकटक बनाउनलाई टेन्सनै भएन है अनि अनुहार हेर्न मन लागेपछि यताबाट यस्तो हेर्नु देख्नुभयो किन्दै गरेर छ त यति बन्द देख्न सक्नुहुन्छ साथीहरू तपाईँहरू लाइफमै एउटा बलब दुईटा बलब तिनटा बलब तिनटै बालौँ न यसको बटन खोइ त इधर भने जस्तै बन्दैन त भाइ कसरी बल्ने हो भनेर ए बटन त यहाँ आउने रहेछ अरे वाउ ठुलो बल्यो झरना घर उजेल गराउनु पर्ने घर भन्दा नि कोठा वाला कहाँ छ
रेनवाला यत्रो बेला मैले कति बेरसम्म बाल्न सक्छु भने एकैछिन 8 घन्टा बाल्छ रे यत्रो बेला 8 घन्टा त कुन मलाई पता नि बिगाइदिँदै छैन अब के खाले खेत बोल्ने हुँदैन कति रुपियाँले हेर्नुलाई कति कस्तो राम्रो सानो ठिक्कको आउने हो चाहिँ सबै यत्रो छ कति दाम छ पाता पनि बन्द गरौँ न माथि आफै बिगाइदियो हैन यो पनि सानो ठिक्कको पाताको म त यत्रै हुन्छ होला भने थिएँ यस्तो चार्ज हुन्छ यस्तो गरेर राख्ने नि यसको त खुट्टै हुनुपर्ने कि खुट्टा पनि रहेछ यसरी एउटा मात्र खुट्टा त आउनु होला अब दुईवटा खुट्टा होला इस यस्तै राख्ने होला एकदम मोबाइल चार्ज गरेर हेरौँ न मोबाइल चार्ज त चार्जर त कस्तो लाउने त्यो मोबाइल कि मेरो मोबाइल लगाइदिनु अनि कस्तो लाउने चार्ज हेरौँ निकाल्नु न यसबाट लगाएर हेरौँ न भने कि आमा उठ्न पर्दैन त यो कस्तो खालको यार सबै एकैचोटि बन्द सबै लाइट पनि चार्जर सबै लाउँछ यता दिने ठाउँ नि भएको नि एकचोटि सबै गरेर नि मिल्ने जता लायो भनेपछि अब काबुत बुझ्दाखेरि सबै बन्द राख्नु यो चाहिँ क्याम्पिङ गर्नको लागि दामी हुने रहेछ कि होइन हामी जस्तो हिडवालाई यस्तो टेप जस्तो हुने रहेछ सक्क लाएर के भइदिन्छ रेडियो पहिले यस्तो सिल्ली कम्पनीको टेप बजाएर हिँडेको हो कि हामी होइन ढिन्टडिङ पारेर यसरी टक्क लाइट बालेर तुरुनीको अनुहार हेर्ने अनि यस्तरी लाइट बालेर तुरुनीको अनुहार हेर्ने अहिले पो बुढो भएर भने जस्तो भयो होइन यत्रो त हो नि त क्यामेरा 20 यति लामो अलिकति लामो राम्रो बज्ने भएपछि भन्ने जस्तो लाग्यो म त गीत बजाउनु जस्तो लाग्यो होइन बज्ने भएपछि यो मान्छे धेरै नि घरतिर जाने मान्छे धेरै नि नभन्दै गीत बजाउनु जात भन्छ सुरुमा यहाँ जाँदा लाउँछ सबै ठाउँ यहाँ पटेक भइगयो यता लाइट बोल्ने रहेछ यता गीत बजाउनु जान्छ 100% त्यो स्पिकर हुनुपर्ने कति वाटको ब्याट्री हो र कति यसको वाटेज चाहिँ कम्पनी चाहिँ रक लाइट भन्ने रहेछ होइन अनि यसको पावरको कुरा गर्नुहुन्छ भनेदेखि तपाईँको यसको पावर 6 भोल्टको ब्याट्री अरे बल्ब बाल्ने है 10 घन्टा चलाउँछ भन्छ है त्यही हो दामी गरेर प्याक गरे नि त्यो सामान यत्रै बक्समा कस्तो हालेको अब प्याक गरेर राख्ने काम अब त्यो भनौँ भने यसबाट एकचोटि ट्राई गरेर काम यार मोबाइल चार्ज गर्छ लाग्दैन अब यस्तो नहुने हुन्छ दिने अब सानो मोबाइल पनि हो नि ठुलो उसको नहुने यो मोबाइल पनि हो नि यो सादा मोबाइल पनि हो नि फास्ट चार्जर सपोर्ट गर्छ गर्दैन भन्ने कुरो हो पटाक्क गर्छ त गर्छ काम त गर्छ दामी रहेछ नि चार्ज लगाएर एउटा 1% कम भएको छ यसमा जङ्जाउलाई हेर त त्यो दियो त को चार्ज लगाउनु
चार्ज लगाएर देखाउँछु है साथीहरू यो चाहिने कस्तो हुँदो रहेछ है पापा यसको त कतिवटा ठाउँ उ छ र एउटा पनि गाला हटाउ पनि पर्दैन चार्ज लाग्यो अरे यो त बल्बको रहेछ होइन अहिले चार्ज लाग्ने बेला बल्नेवाला रहेछ यता एकछिनपछि यो रातो बल्ब छोड्छ फुल चार्ज हुन्छ यो चाहिँ मन पर्यो है मलाई खतरा होइन लाइट यस्तो दिने 1 घन्टा फेरि हुनु छुट्याएर बल्ब बल्छ भने पाइँदैन त्यही हो आजको अनबक्सिङ भयो नि